एउटा रिपोर्ट करोडौंको आरोप तर सत्य के हो अहिलेसम्म खुलेको छैन। साथीहरू, सम्पत्ति शुद्धिकरण अनुसन्धानसँग जोडिएको एक रिपोर्टमा विष्णु पौडेलसँग सम्बन्धित केही आर्थिक कारोबारका विवरणहरू बाहिर आएको भनिएको छ। रिपोर्ट अनुसार बिचौलिया भनेर चिनिने दीपक भट्ट मार्फत करोडौं रुपियाँको शंकास्पद कारोबार भएको दावी गरिएको छ। त्यसमा बुटोल क्षेत्रमा ठूलो परिमाणको जग्गा सामान्य व्यक्तिको नाममा राखिएको र लुकाइएको जस्तो विवरण पनि उल्लेख गरिएको भनिएको छ। त्यस्तै एक चुरोट कम्पनीको शेयर संरचनामा परिवर्तन गरेर ठूलो रकम लाभ लिएको र त्यो शेयर बिचौलियाको नाममा राखिएको दावी पनि आएको छ। रिपोर्टमा बीमा क्षेत्रसँग सम्बन्धित केही कम्पनीलाई लाइसेन्स दिने प्रक्रियामा नीतिगत सहजता मिलाइएको र त्यसबाट आर्थिक लाभ उठाइएको आरोप समेत उल्लेख गरिएको भनिएको छ। तर यहाँ बुझ्नुपर्ने कुरा के हो भने यी सबै विवरण अनुसन्धान रिपोर्ट र आरोपका आधारमा आएका कुरा हुन्। अन्तिम निर्णय र कानुनी निष्कर्ष अझै सम्बन्धित निकायको आधिकारिक प्रक्रियामा निर्भर हुन्छ। यस्ता रिपोर्टहरू पढ्दा प्रश्न उठ्छ, सत्य के हो र पुष्टि के हुँदैछ? तपाईको विचारमा यस्ता विषयमा पारदर्शिता कति जरुरी छ? तपाईको विचार कमेन्टमा लेख्नुहोला।